यदि तपाईलाई डिप्रेसन एन्जाइटी एकदम धेरै रहेको छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। तपाईको पेट दोस्रो ब्रेन भनेर पनि भन्ने गरिन्छ र मैले यो पनि देखेको छु जसलाई डिप्रेसन एन्जाइटी मुड स्विङ र स्लिपिङको प्रब्लम छ, जसलाई चाहिँ धेरै जसो स्टोमकको प्रब्लम हुन्छ, जस्तो कि ब्लटिङ, कन्स्टिपेसन, एसिडको प्रब्लम। त्यसो हो भने कनेक्सन के हो त? सिटिजन र साइन्स यो दुईवटै चिज के भन्दछ भने हाम्रो पेट र ब्रेन एक अर्कोसँग जोडिएको हुन्छ। यसै कारणले गर्दा त हाम्रो पेट ह्याप्पी छैन भने हाम्रो ब्रेन पनि ह्याप्पी हुँदैन। अब म तपाईलाई भन्न गइरहेको छु यो कसरी हुन्छ। हाम्रो पेटको काम भनेको प्रोटिनलाई ब्रेक डाउन गर्ने। जब प्रोटिन ब्रेक डाउन हुन्छ त्यतिखेर धेरै मात्रामा एमिनो एसिड बनाउँछ। त्यो मध्ये एक हुन्छ ट्रिप्टोफान। यो ट्रिप्टोफान जे छ यसले चाहिँ हाम्रो ब्रेनमा गएर सेरोटोनिन बनाउन मद्दत गर्दछ। सेरोटोनिन एक त्यस्तो हार्मोन हो जसको कारणले गर्दा हामी ह्याप्पी फिल गर्न सक्दछौँ। अब यो सेरोटोनिनले मद्दत गर्दछ मेलाटोनिन बनाउनको लागि। मेलाटोनिनको कारणले गर्दा हामीलाई निद्रा राम्रोसँग लाग्ने गर्दछ। ओके, अब ब्याक जाउँ। जब तपाईको पेट नै अनहेल्दी छ भने त्यतिखेर प्रोटिनलाई राम्रोसँग डाइजेसन गर्न सक्दैन। त्यसपछि तपाईँ यो सारा चिजबाट वञ्चित हुनुहुन्छ। त्यसै कारणले यसको रुट प्रब्लमलाई जान्न जरुरी छ। र रुट प्रब्लम भनेको तपाईको गट इस्यु। यो गट प्रब्लमलाई कसरी ठिक गर्न सकिन्छ यसको धेरै उपायहरू छन्। प्रोसेस फुड एकदमै कम खानुहोस् र जुन मेडिसिनको आवश्यक छैन त्यसै पुरै अभोइड गरिदिनुहोस्। एक्सर्साइज गर्नुहोस् र आफ्नो डाइटमा राम्रो क्वालिटीको फाइबर एड गर्नुहोस्।